काठमाडौँमा त्यही 4 महिना मात्रै निस्किने, यहाँ चाहिँ लगभग 8 महिना 8-9 महिना निस्किनु हुनाले चाहिँ म चितवनमै इन्ट्रेस्टेड भएर अहिले त म सेटलै भएर भनाइ छ नि पुरुषलाई हजुर उच्चमा पुर्याउनलाई स्त्री भएको हुन्छ। यसमा मेरो चाहिँ अब सबै हरेक कुरोमा सहयोग चाहिँ मेरो अब श्रीमतीले दिइरहेको छ। हजुर श्रीमती साथ दिएन भने त अब काम गर्न सक्दिनँ। धेरै साथ मैले साथ पाएर नै म यहाँसम्म आइपुगेँ। म अझै जान चाहन्छु, अझै म अब बाँचौँ होइन। फुलहरू माया, सौन्दर्य र सम्भावनाका प्रतीक हुन्। जहाँ फुल फुल्छ त्यहाँ आशा पलाउँछ। फुलको सुगन्ध जस्तै यस खेतीले पनि कृषकको जीवनमा मिठास ल्याउँछ। आज एउटा विशेष प्रेरणादायी यात्रालाई सम्मान गर्न उहाँहरू समक्ष म आइपुगेको छु। 40 वर्षदेखि फुल खेतीमा समर्पित एक उदाहरणीय दम्पति दीपक पाखरिन र सरस्वती पाखरिनले निरन्तर 25 वर्ष यता जीवनका उतार चढावसँगै सयपत्री फुलको रङ, सुवास र सम्भावनालाई आत्मसात गर्दै चितवनको भरतपुर 26 दिव्यनगरमा 12 मास सयपत्री फुल खेतमा सुन जस्तै फुलाइरहनु भएको छ। म गर्वका साथ आज प्रस्तुत गर्दैछु उहाँसँगको कुराकानी। आराम हुनुहुन्छ? हजुर, परिचय? म दीपक पाखरिन, वडा नम्बर 26 भरतपुर सयपत्री खेती गरिरहेको छु। हजुर, कति समय भयो यो व्यवसायमा भनौँ न यो खेतीमा लाग्नु भएको चाहिँ? म फुल खेती गरेको त 40 वर्ष भइसक्यो। हजुर हजुर, स्पेसली सयपत्रीमै गएको चाहिँ अहिले 25 वर्ष भयो। 25 वर्षसम्म चाहिँ सयपत्री 12 मास फुलाउनुहुन्छ है? फिलहाल चाहिँ मैले सयपत्री अरू फुल खेती छोडेर हजुर सयपत्री मात्रै गरिरहेको छु। म फुलमा कसरी लाग्यो भने चाहिँ म फुलमा इन्ट्रेस्टेड भयो, हबी थियो। म पहिले पनि फुल रोप्थेँ। अनि यसो गर्दा गर्दै मैले अब पछि यहाँ काठमाडौँ आएपछि सिधै नर्सरीमै काम मैले गर्ने अवसर पाएँ। त्यसले गर्दा मैले त्यहाँनिर नर्सरीमा इस्टाब्लिस गरेर त्यसपछि फुलको बिस्तारै मलाई चासो थियो। बिस्तारै गर्दा धेरै गर्दा अनि पछि व्यवसायमा लाग्न मलाई अब बाध्य भयो। र अब फुल धेरै फुलाएपछि अलिअलि त्यस सिधै दिने कुरा आएन। अनि अलिअलि बेच्दै त्यसमा इन्ट्रेस्टेड हुँदै मैले चाहिँ पहिला त मेरो नर्सरी थियो कि नर्सरी प्लान्ट बेच्थेँ मैले। अनि पछि फेरि काठमाडौँमा कटफ्लावरको व्यवसाय नयाँ थियो त्यति बेला मैले सुरु गरेको थिएँ। म फर्स्ट टाइम हो कटफ्लावरको काठमाडौँमा व्यापार सुरु भएकै थिएन कि हो त्यति बेला। अनि मैले नै सबै इन्ट्रोड्युस गरेर मार्केट क्रिएट गरेपछि कटफ्लावरको त्यहाँ बढ्दै गएपछि म बिस्तारै नर्सरी प्लान्ट छोडिदिएर अनि यो कटफ्लावरपट्टि लाग्यो। अनि हजुर यो चितवन मात्र आएर चाहिँ चितवनमा हुनुहुन्छ अहिले, पश्चिम चितवनमा है, यहाँ मात्र आएर व्यवसाय अथवा फुल खेतीमा लाग्नु भएको चाहिँ कति भयो? अब जस्तो काठमाडौँमा काम गर्दा काठमाडौँमा चाहिँ यो रेनी सिजनमा मात्रै प्रडक्सन हुने हुनाले अब पछि त कटफ्लावर अरू पनि बढ्दै गयो नि त। बढ्दै गएपछि चाहिँ अब आइमा अलिक कम भनौँ होइन, अब आमदाम कम हुँदै गयो। अब विन्टरमा धेरै डिमान्ड, काठमाडौँमा फुल नहुने अनि विन्टरमा त डिमान्ड धेरै हुने, सबै फुल इन्डियाबाट ल्याउनु पर्थ्यो। मैले पनि इन्डियाबाट ल्याएर बेच्थेँ। त्यसो गर्दा त्यो विन्टरको कभर गर्न चाहिँ म चितवन आएँ। अब म 50 सालमै चितवन आएको। त्यसपछि चितवनमा फर्स्ट टाइम मैले पनि गरेको फेरि। अनि त्यो गरेर योभन्दा पहिला म चाहिँ ग्ल्याडुलस भन्ने फुल गर्थेँ। त्यति बेला सयपत्री थिएन। अनि त्यो गरेर त्यहाँदेखि यहाँबाट चाहिँ यहाँ चाहिँ विन्टरमा निस्किन्थ्यो। लगभग काठमाडौँभन्दा यहाँ धेरै, काठमाडौँमा त्यही 4 महिना मात्रै निस्किने, यहाँ चाहिँ लगभग 8-9 महिना निस्किनु हुनाले चाहिँ म चितवनमै इन्ट्रेस्टेड भएर अहिले त म सेटलै भयो। करिब 40 वर्षको अनुभव छ तपाईँको यो फुल खेतीमा है? अनि कस्तो देख्नु भएको छ यसमा परिवर्तनहरू चाहिँ के आइरहेका छन्? अहिले त धेरै परिवर्तन भएको छ नि। अब त्यो काठमाडौँमा पछिबाट विभिन्न पसलहरू खोलियो, त्यो गरेर अब अहिले त मार्केट त अब के अनलिमिटेड भनौँ होइन, त्यस्तो छ अहिले त धेरैले अहिले मैले भन्दा राम्रो अब अहिले यङ केटाहरूले त अब कसैले अब सबै यो
इम्पोर्टेड फुलहरूको खेती गरिरहेको छ अहिले त। अहिले त अब यो पहिला जस्तो झुसे मुसे त अहिले जमानै गयो, सबै इम्पोर्टेड छ, इम्पोर्टेड गरिरहेको छ, राम्रो गरिरहेको छ अरूले पनि। मैले पनि धेरै राम्रो गरेको छ अहिले। राम्रो गर्नुभएको छ भन्नुहुन्छ है। अनि यो फुल खेतीमा तपाईँले प्रयोग गर्ने मुख्य प्रविधिहरू चाहिँ के हुन्? प्रविधि त हाम्रो त्यस्तो लेटेस्ट प्रविधि त अब खासै अब गइएको छैन भनौँ होइन। हजुर हजुर। प्रविधि त अब अहिले आइसकेको छ, हाइटेकहरू आइसकेको छ, के आएको छ। अब मेरो सयपत्री चाहिँ कस्तो पऱ्यो भने यो चाहिँ लो कस्ट इन्भेस्टमेन्ट, एकदम कमले पनि हुनसक्ने। अब यसमा चाहिँ अब धेरै गर्छु भने पनि सक्ने, एकदम पैसा नहुनेले पनि रिचार्ज कठा गर्न सक्ने चाहिँ यो सयपत्री खेती भयो कि। हजुर। मलाई चाहिँ म चाहिँ त्यताबाट लाग्यो, कस्ट त्यति हाई कस्ट पनि लाग्दैन, अब आमदाम पनि धेरै छ। हजुर। फेरि अब सयपत्री 12 महिना यसको मार्केट पनि छ। हजुर। त्यसले गर्दा म सयपत्री नै मैले चुज गरेँ कि योभन्दा अरू फुलहरू त धेरै कस्टली हुन्छ, हाइटेक जानुपर्छ। अब तपाईँले 12 मास सयपत्री लगाइराख्नु भएको छ र यसको तपाईँको बजार चाहिँ कहाँसम्म छ, कस्तो छ बजारको? त्यहाँ चाहिँ मूल्य कसरी कायम गर्नुभएको छ? मेरो चाहिँ कस्तो छ भने म चाहिँ 12 महिना गरेँ भने पहिला त अब यहाँ चितवनमा त्यति बजार थिएन कि, मैले काठमाडौँ पठाउँथेँ। अब अहिले त चितवनमा पनि धेरै बजार छ कि, करोडौँको बजार अहिले यहाँनिर क्रिएट भइसक्यो। यहाँ पनि धेरै पसलहरू खुलिसक्यो। अनि सबै यङ होइन, यङ अब केटाकेटीहरूले खोलेपछि उनीहरूले यो क्रिएसन त हो मार्केट पनि धेरै गरेर अहिले त धेरै मार्केट एकदम कम जान्छ काठमाडौँ। अनि बजार मूल्य निर्धारण चाहिँ कसरी गर्नुहुन्छ? कस्तो हुन्छ नि, मेरो त अब आफ्नो रेट हुन्छ। अब काठमाडौँतिर चाहिँ अब अप एन्ड डाउन हुन्छ उनीहरूको। यहाँ चाहिँ मेरो चाहिँ प्रायः फिक्स रेट नै हुन्छ फर्स्टमा पनि होल इयरमा। हजुर हजुर। त्यसमा चाहिँ अब अरूको रेट बढ्यो भने पनि मेरो त्यति नै हुन्छ, रेट घट्यो भने मेरो त्यति नै हुन्छ। मेरो चाहिँ त्यस्तो छ। हजुर, तपाईँले अब यसरी फुल खेती गरिराख्नु भएको छ, तपाईँको चाहिँ अब वार्षिक कति मात्रामा चाहिँ तपाईँले उत्पादन गर्नुहुन्छ? यसमा त अब हाम्रो चाहिँ अब मेरो अहिले लगभग 5 बिघामा छ। हजुर। सयपत्री खेतीमा चाहिँ वार्षिक हामीले त्यही हो, कमसेकम 20-25 लाखको फुलहरू उत्पादन हुन्छ है। कसरी व्यवस्थापन गर्नुहुन्छ? अब यो प्रविधि होइन, अब पहिलाबाट गर्दै आउनुभएको छ, परम्परागत र आधुनिकमा फरक पनि छ। व्यवस्थापन कसरी गर्नुहुन्छ? मौसमले पनि तपाईँलाई साथ दिनुपर्ने हुन्छ है। यो सबै कुरामा व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ? अब हाम्रो सबैभन्दा यहाँ सयपत्रीमा त अब क्रप रोटेसन चाहियो होइन। सयपत्री पछि फेरि सयपत्री हुँदैन, हामी अरू खेती लाउँछौँ। अहिले त यहाँ खेती नै हो खासै। अहिले लेटेस्ट टेक्नोलोजी हामीले ड्रिपहरू के लगाएको छैन कि, नत्र ड्रिपमा जानुपर्छ, ड्रिप इरिगेसन भन्छ अहिले। हजुर हजुर। त्यो त्यतापट्टि गइएको छैन। हाम्रो त फ्लड सिस्टम सजिलो छ चितवनमा। तपाईँको अब यहाँनिर ट्र्याक्टरको सुविधा छ, माटोलाई फ्रेस बनाउँछ। सधैँभरि अब जग्गा चेन्ज गरिरहनु पाइन्न। हजुर हजुर। यो सबै जग्गाहरू चाहिँ तपाईँले लिजमै लिएर गर्नु? हजुर। र तपाईँ चाहिँ अब विशेष गरी 12 मास नै फुल खेतीमा पनि विशेष गरेर चाहिँ सयपत्रीमा लाग्नु भएको छ है। यसमा मुख्य चुनौतीहरू के भोग्नु भएको छ? अब पहिला धेरै चुनौती थियो। अब अहिले त त्यस्तो साह्रो छैन कि। अहिले चाहिँ पहिला इन्डियाको फुल आएर एकदम बेच्दै गाह्रो पर्थ्यो। हजुर। अनि त्यसमा सरकारले पछि भन्सारहरू है करहरू बढाएर उनीहरूको महँगो आएको थियो। अब अहिले त सरकारले बन्दै गरिदिएर धेरै राम्रो छ भनौँ न बजारहरू। मैले फेरि के भने चाहिँ मेरो विशेषता चाहिँ मैले धेरैले सिकाएँ। ममा त्यस्तो म मात्रै गरौँला भन्ने छैन। मैले एक्सटेन्सन मेरो पूर्व झापादेखि लिएर पश्चिम महाकालीसम्म मेरो चेला भनौँ न होइन, चेला भन्नु। हजुर हजुर। चेलाहरू उहाँ हुनुहुन्छ। सबैजना म फुल खेती सिकाउँछु, बिउ अनि राम्रो खालको बिउ दिन्छु, बिरुवा दिन्छु। उनीहरूलाई हरेक कुरोको टेक्नोलोजीहरूमा अब सयपत्रीमा टेक्नोलोजी चाहियो नि त होइन, औषधि के हान्ने, कसरी रोप्ने। अनि उहाँहरूले त्यो अनुसार अहिले 12 मास गर्ने पनि नेपालमा धेरैजना भइसकेको छ। हजुर, जस तपाईँकै छत्र छायामा नै हुनुहुन्छ। म त मलाई त गुरु भन्छ। हजुर हजुर। अब मेरो चेला उनीहरू, त्यो चेला चाहिँ मेरो अब झापादेखि लिएर पश्चिम महाकालीसम्म सबैजना छ उनीहरूले गरिरहेछ। कतिको घर चलिरहेछ मजाले। यो ठुलो आमदामको ठुलो स्रोत हो कि, किनभने यसमा सजिलो पनि छ, यो खेती गर्नु पनि सजिलो छ। यसमा सबैभन्दा लगानी छैन बेसी। तर अब कतिवटा टेक्नोलोजी चाहिँ जान्न पऱ्यो, त्यो जानला उनीहरूले जानेन भने मलाई फोन गरेर सोध्छ। म फोन मार्फत भिडियो मार्फत सबैले सिकाइरहेको छु।
हरेक कामका लागि मेहनत, धैर्यता र समर्पण चाहिने। यसमा परिवारको साथ नै सफलताको मूल आधार हुन्छ। जहाँ परिवारको साथ हुन्छ त्यहाँ माटोले पनि फुल फुलाउँछ। पाखरिनको जीवनको बगैँचामा सयपत्री फुल झैँ फुलिरहनु भएको उहाँको जीवन साथीले पनि परिवार र फुल दुवै हुर्काउन आफूलाई समर्पित गर्नुभएको छ। भनाइ छ नि पुरुषलाई हजुर उच्चमा पुर्याउनलाई स्त्रीको हात हुन्छ। यसमा मेरो चाहिँ अब सबै हरेक कुरोमा सहयोग चाहिँ मेरो अब श्रीमतीले दिइरहेको छ। हजुर श्रीमती साथ दिएन भने त अब काम गर्न सक्दिनँ। धेरै साथ मैले साथ पाएर नै म यहाँसम्म आइपुगेँ। अब म अझै जान चाहन्छु, अझै म अब बाँचौँ होइन। अझै बाँच्न पायो भने अब योभन्दा अझ अरू विभिन्न टेक्नोलोजी आइरहेको छ। हुन त टेक्नोलोजी मैले यहाँ सिकाइरहेको छु। अब अझै नयाँ नयाँ आइरहेछ, नयाँ नयाँ म सिकाउँछु। त्यसको लागि सबैजना सपोर्ट दिने भन्ने नै आफ्नो श्रीमती। हजुर उहाँलाई पनि यो फुलहरूको बारेमा सबै ज्ञान छ? सबै उहाँसँग सबैलाई उहाँ ज्ञान छ। किनभने अब म चाहिँ अब अलिकति होइन अब मेयरले गर्दामा बिर्सिने बानी भयो। त्यसो हरेक कुरो के गर्नुपर्ने कसो गर्नुपर्ने भने म्यानेजमेन्ट मिलाउने काम भनेको उसैको श्रीमतीको। जे होस् एउटा फुल खेतीमा रमाइराख्नु भएको दम्पति भन्न रुचाए यति बेला है। हजुर हस्। फुलले बारी फुलायो अनि त्यही फुलको माटोले स्थानीय हातहरूलाई काम अनि आशा दिएको छ। हजुरको शुभ नाम? मेरो नाम पूर्णिमा थापा। हजुर कहाँबाट आउनुभएको? म तनहुँबाट आएको। तनहुँबाट है, चितवन बसाइ सरेर आउनुभएको। कति भयो? भइसक्यो नानी, आएको त म भइसक्यो 10 वर्ष जति नै भयो। हजुर अहिले काममा लागेको चाहिँ 3-4 दिन जम्मा। ए यो वर्षबाट चाहिँ काममा लाग्नु भयो है। कस्तो लागेछ यसरी फुल खेतीमा होइन? यो त एकदमै सुग्गरी काम हो नि त है। फुल व्यवसायमा चाहिँ अरू हुनुहुन्छ तर तपाईँले उहाँलाई सहयोग गर्नुभएको छ। यो त एकदमै सफा सुग्गरी होइन, एकदमै आनन्द लाग्दो काम हो। कस्तो लागिरहेको छ? हामीलाई चाहिँ एकदम राम्रो, खुसी होइन। यस्तो राम्रो फुल टिप्न पाउँदाखेरि चाहिँ हजुर आफैलाई भाग्यमानी जस्तो लाग्छ कि मलाई चाहिँ। हजुर हजुर कतिजना हुनुहुन्छ यसरी काम गर्ने हजुरहरू? हामी अहिले चाहिँ 4 जना मात्रै छौँ। कि हामीले आफैले गर्न नसके पनि नि साहुहरूले गर्नुभएको छ। अनि त्यो फुलबारीमा त्यो साहुहरूले गरेको ठाउँमा हामीले काम गर्न पाएको छौँ। हामीलाई चाहिँ एकदम खुसी छौँ। म त भयो नानी 2-3 वर्ष भयो। 2-3 वर्ष भयो है। कस्तो छ, कस्तो लाग्छ यसरी काम गर्दाखेरि? काम गर्दा अब कस्तो भन्ने, कहिले सजिलै लाग्छ कहिले गाह्रै हुन्छ। हजुर अनि सिजनको मात्र फुल लगाउनुहुन्छ कि यहाँ अरूहरू कस्तो छ? सधैँ नै यही सयपत्री मात्र लगाउनुहुन्छ होइन? हजुर 12 मास सयपत्री लगाउनु। फुल टिप्नुहुन्छ ठेकामा हो कि दिनगन्ती गर्दै हुनुहुन्छ कि कस्तो छ? अहिले यति बेला यो सिजनको बेलामा त नानी के अरे ठेक्का हो। ए ठेक्कामा गर्नुहुन्छ। अनि कस्तो छ ठेक्काको दाम, कसरी लिनुहुन्छ? जति उड्न सक्यो उति फाइदा हुने हो। हजुर हजुर भनेपछि टिप्नीदेखि लिएर उड्नेसम्म तपाईँहरूले माला तयार गर्नुपर्छ। हजुर नयाँ पुस्ताका कृषकहरू पनि फुल खेतीमा अहिले धेरै इन्ट्रेस्टेड छन् है। उहाँहरूलाई चाहिँ अब कस्तो खालको सुझाव सल्लाह दिनुहुन्छ? युवाहरू त सबै अहिले मैले युवाहरूलाई नै बनाइरहेको छु होइन। मेरो चेलाहरू त उहाँहरू अब इन्ट्रेस्टेड भएर आउनुहुन्छ। तपाईँ जस्तै मिडियाबाट हेर्दो रहेछ। त्यसपछि मलाई कसैले फोन मार्फत कोही सिधै भेट्न आउँछ। हजुर र फुल खेतीमा अब मैले अघि नै भनिहालेँ कि सयपत्री भनेको चाहिँ कम कस्टमा पनि गर्न सकिन्छ। हाई कस्टमा पनि गर्न सकिन्छ, कम कस्टमा पनि गर्न सकिन्छ। हाई कस्टमा त सबै टेक्नोलोजी गर्नु पऱ्यो। अब त्यस्तो हाई कस्ट गर्ने नेपालमा कोही पनि छैन। र कम कस्टमा गर्ने हुनाले युवाहरूले चाहिँ उहाँको यो फुल खेती 12 महिना कि अब तिहार भनेको त एक सिजन हो। त्यो 3 दिनमा अब कति बेच्छ त्यो 12 महिना गऱ्यो भने नेपालमा सबैभन्दा मेन कुरो कहाँ बेचौँ भने चाहिँ नेपालमा बेच्नुलाई त्यो मार्केटको केही टेन्सनै छैन। किनभने इन्डियाबाट चाहिँ अब लाखौँ लाख करोडौँको उनीहरूले ल्याउनु नपाए पनि उनीहरूले त्यो कताबाट छिराएर हुन्छ कि के गरेर हुन्छ ल्याइरहेको छ। किन यहाँ त पुग्दैन। अब यहाँ काम गर्नु भनेर चाहिँ युवाले काम गर्नु भन्छ यसको डिमान्ड नेपालमा पुगेको छैन।
50% पनि पुगेको छैन। अहिले जति पनि हामीले गरेको छौँ अब मेरो अन्डरमा लगभग 12 महिना काम गर्ने 20-22जना केटाहरू छन्। ती सबै लगाएर पनि मुस्किलले त्यस्तै 20% जति मात्रै ब्लक भएको होला पैसा, बाँकी त सबै इन्डिया जान्छ। पैसा यसमा धेरै छ, तर यो 12 महिना काम गर्नुपर्छ। के छ अहिले जुन चाहिँ तपाईँको यो पछाडि पृष्ठभूमिमा फुलिरहेका यति धेरै ढकमक्कै फुलिरहेका फुलहरू यो कुन जातको हो? अब अहिले के आयो भने हाइब्रिडको जमाना आयो। हजुर, त्यसमा मैले पनि योपालि ट्रायल गरेँ। मैले अहिले 1 वर्ष भइसक्यो। यो चाहिँ हाइब्रिड हो। हाइब्रिडको चाहिँ बिउ अलिक महँगो पर्छ, तर प्रडक्सन एकदम यति धेरै हुन्छ। अब यो हेर्नुहोस्, यो चाहिँ अब आज टिप्यो भने फेरि 3 दिनपछि टिप्न मिल्छ। जबकि कलकत्ते हप्तामा 1 चोटि टिप्छ भने यो हप्तामा 2 चोटि टिप्छ। मतलब यसको प्रडक्सन धेरै हुन्छ कि यसको यति। अनि यसमा चाहिँ फेरि सिङ्गल फुल आउने, जुन हामी कुकुरी फुल भन्छौँ, त्यो आउने सम्भव एकदमै कम हुन्छ। जस्तो यहाँ त अब तपाईँ देख्नुभयो एउटा पनि छैन। यहाँ हाम्रो यहाँ लगभग यहाँनिर 15 कट्ठा होला। 15 कट्ठामा यो एउटै भेराइटी लगाएको छु। फुल पनि यस्तो राम्रो छ। यसमा एउटा पनि सिङ्गल छैन। तर अब भनौँ न हाम्रो अरू कृषकहरूले चाहिँ हाइब्रिड भन्ने बित्तिकै रोप्नु चाहिँ हुँदैन। हाइब्रिड भनेर त्यो हाइब्रिड कस्तो हो होइन, अब त्यो राम्रो फुल्छ कि फुल्दैन, सबै हाइब्रिड राम्रो फुल्छ भन्ने हुँदैन। र ट्रायल गरेको भेराइटी मात्रै किसानहरूले लाउनुपर्छ। अहिले अब दुईवटा आयो, एउटा कलकत्ते आयो। कलकत्ते सस्तो हुन्छ अनि यो महँगो हुन्छ। फुल त कलकत्ते पनि भयो, तर फुल कलकत्तेले कम फुल्छ, यसले धेरै फुल्छ। त्यो भएर हाइब्रिड ट्राई गरेको। अब मैले हेर्दैछु, अब परीक्षण गर्दैछु। यसो हेर्दा त प्रडक्सन धेरै आउँछ। हामीले यहाँनिर 3 खेप टिपिसक्यो। हजुर, अझै यति छ, धेरै टिप्न सकिन्छ। फेरि हाइब्रिडको के छ भने रिटर्न, सयपत्रीको रिटर्न भनेको चाहिँ 90 डेज हो। 90 दिनमा आफ्नो पैसा फर्किन्छ। हाइब्रिड रोप्यो भने यो 45 हो, यो 45 दिनमा पैसा फर्किन्छ। कुरा रिटर्न मनीको आयो नि होइन। यो पहिलोचोटि चाहिँ यो वर्ष हाइब्रिड लगाउनु भएको छ। यो हाइब्रिडमा अब हामीले चाहिँ अब टेस्ट गरेको कुन भेराइटी ठिक हुन्छ। कुरा त्यो हो कि हाइब्रिड भन्दैमा जुनसुकै हाइब्रिड राम्रो हुँदैन। र अब यो हाइब्रिड अब यो राम्रो भयो, मैले 1 वर्ष गरिसकेँ। अब यो अहिले यहाँ 2टा फुलिआएकोमा यो एकदम राम्रो फुल्यो। र यो चाहिँ सोचेर आफूले ट्रायल गरेर अथवा हाइब्रिड कसले बेच्छ अब, अनि उसलाई सोधेर विश्वास गरेर लिनुपर्छ। जबकि कलकत्तेहरू चाहिँ तपाईँको जुनै कलकत्ते ल्याए पनि केही फरक पर्दैन। फुल खेतीमै रमाइराख्नु भएको छ विगत 40 वर्षबाट है। र चितवन झर्नुभयो 2050 सालमा। चितवनको बसाइमा यति रमाउनु भएको छ पश्चिम चितवनमा है। र फुल खेतीले तपाईँको जीवनमा के अर्थ राख्दछ? फुल खेतीले सबैभन्दा मैले रमाउनु भयो चाहिँ पैसा भनेर त जसले पनि कमाइहाल्छ, कोही होइन, नथिङ। सबैभन्दा चाहिँ अब एउटा नाम कमाइयो। सबैजनाले जे भए पनि एउटा सयपत्रीको गुरु भनेर चिन्छ होइन। अब हाम्रो नेपाललाई पनि मैले अब रोजगारमा कुरा गर्नु भने तपाईँको अब गाडीले पनि त पायो नि। हामी काठमाडौँसम्म पाउँछौँ, उसले पैसा पायो, कतिजनाले पायो। अब मेरो अन्डरमा अहिले कमसेकम यहाँनिर त्यस्तो फुल खेती 12 मासे गर्ने नै 20-25 जना छ भने यो तयार लक्षित त धेरै छ नि। अब प्रत्येक ठाउँमा रोजगार खुल्यो। अब अनि सबैजनाले अब मलाई अब होइन एउटा गुरुको रूपमा हेर्छ, त्यही नै मलाई खुसी लाग्छ कि। अनि के भन्नुहुन्छ यति बेला हामीलाई हेरिराख्नु भएको श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ? अब श्रोताहरूलाई चाहिँ मेरो मेन भने चाहिँ अब होइन, सयपत्रीको अब यो खदा चलाउने, कुनै के चलाउने सिस्टम हटाएर तपाईँले माला लाउनुहोस्। हरेक कुरोमा यो भनेको शुभमा पनि माला चाहियो, अशुभमा माला चाहियो। माला चलाउनु खपत गरिदिनु पऱ्यो नि होइन, खपत पनि त गरिदिनु पऱ्यो, किसानमा त बढ्यो भने। सबैले अहिले यो खदाको जमाना छ, त्यो खदा हराएर यो माला नै युज गर्नु पऱ्यो। त्यसपछि अब कतिजना किसान हुने मान्छेले किसान हुनुहोस्, बजारको लागि दुःख छैन भन्न यही भन्न चाहन्छु। जसले माटोलाई माया गर्छ उसले जीवनलाई सुन्दर बनाउँछ। जसले आफ्नो जीवनको 4 दशक फुलको खेतीमा समर्पित गर्दै नेपाली कृषि क्षेत्रमै उदाहरण बन्नु भएको छ। माटोसँग बोल्दै, फुलसँग हाँस्दै मेहनतलाई सुगन्ध बनाउने यी 2 आत्माहरूलाई हृदयदेखि नै सम्मान। यो प्रेरणादायी यात्राको कदर गर्दै तपाईहरूलाई हार्दिक धन्यवाद।
सुस्वास्थ्य, दीर्घायु र अझ सफल भविष्यको शुभकामना व्यक्त गर्दछु।